सम्पूर्णमा नमस्ते र भर्खरै यहाँ ठुलो दुर्घटना घटेको छ र हामी हेर्न सक्छौं यहाँ बस एउटा पल्टिएको अवस्था छ। यो कञ्चनपुर नगरपालिका वडा नम्बर 10 मा पर्ने यो ब्राइट फ्युचर स्कुलको अगाडि बस पल्टिएको छ। हामी हेर्न सक्छौं जेसीबी लगाएर यसलाई उठाएको अवस्था छ र यो डल्फिन यातायात रहेको छ र हालसम्म 3-4 जनाको अन द स्पोट डेथ भइसकेको हामी सूचना प्राप्त गरेका छौं र हामी हेर्न सक्छौं यो महेन्द्र हाइवेमा यो बस पल्टिएको अवस्था छ र यहाँ भर्खरै जेसीबी द्वारा यो बसलाई ठाडो पारिएको अवस्था छ र यहाँका स्थानीय प्रहरी द्वारा यो घटनालाई नियन्त्रणमा लिने क्रम जारी छ र हामी हेर्न सक्छौं यो महेन्द्र राजमार्ग पूर्ण रूपले अवरोध भएको अवस्था हामी हेर्न सक्छौं र यहाँ हाइवेमा पुरै ब्लडै ब्लड पनि भएको हामी तपाईहरुलाई देखाउन चाहन्छौं र हामी हेर्न सक्छौं यो पुरै रोडमा बाटोभरि पुरै रोडमा पुरै ब्लडै ब्लड हामी हेर्न सक्छौं र हामी यो पनि दृश्य हेरौं र ठ्याक्कै यो ब्राइट फ्युचरकै अगाडि यो एक्सिडेन्ट भएको भर्खरै र 4-5 जना अन द स्पोट डेथ भएको अवस्था छ यसमा र हाइवे पूर्ण रूपले अहिले महेन्द्र राजमार्ग अवरोध भएको अवस्था छ यहाँ।